यहाँहरु सबैमा जय संगत सुन्नुहुन्छ हैन मेरो आवाज सबैले सुन्नु भएको छ म गिरिराज पुरुष मेरो जन्मस्थान चाहिँ बर्दिया जिल्लामा हो मेरो बसाइ चाहिँ नक्सालमा हाम्रो पद्मा संगत योगाश्रम भन्ने आश्रम छ त्यो आश्रमको म अध्यक्ष सञ्चालक पनि छु त्यो आश्रमको व्यवस्थापन पनि मैले हेरिरहेको छु र हामीमा आज अहिले हाम्रो यो संगत संस्कृति अभियानको संयोजक अब हजुरहरु त अलि बुढेसकाल लाग्यो अब हजुरको छोराहरू हुनुहुन्छ भने नाति नातिनाहरू छन् भने अथवा यही पनि अलि उमेर भएको मोबाइल चलाउने हुनुहुन्छ भने युट्युबहरुमा पनि हेर्न मिल्छ हाम्रो पुष्पराज पुरुष योगी पुष्पराज पुरुष गुरु हुनुहुन्छ उहाँलाई नेपालभरि धेरै गुरुहरूले चिन्नुहुन्छ र नेपालको धार्मिक क्षेत्रमा सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाललाई बनाउनु पर्छ हाम्रो धर्म संस्कृति परम्परालाई जोगाउनु पर्छ भनेर एउटा अभियानको रूपमा चाहिँ विगत 20-22 वर्षदेखि निरन्तर रूपमा लागिराख्नु भएको छ हाम्रो योगी पुष्पराज पुरुष गुरु हुनुहुन्छ। यसैगरी हामी हाम्रो आश्रम संगत आश्रम मार्फतबाट विभिन्न ठाउँमा हामी सरसहयोगहरू गर्ने गौशालाहरूमा सहयोग गर्ने गुरुकुलहरूमा सहयोग गर्ने विभिन्न बिरामीहरूलाई सहयोग गर्ने कार्यक्रमहरू हामीले नियमित रूपमा चलाइराखेका छौं र त्यो कार्यक्रम चलाउँदा हामी आश्रममा बस्ने सदस्यहरूले स्वयंस्फूर्त रूपमा आफू उठाएर पनि चलाउँछौं र कसैले चाहिँ हजुरहरू मार्फतबाट चाहिँ काहीँ सहयोग गरिदिनुस् भन्नुभयो भने हामीले उहाँहरूको इच्छा अनुसार जसले दान गर्नुहुन्छ जसले हामीले रकम पठाउनुहुन्छ उहाँहरूको इच्छा अनुसार चाहिँ उहाँहरूले भनेको ठाउँमा चाहिँ हामीले उहाँहरू मार्फतबाट हामी चाहिँ एउटा समन्वय गरेर जस्ताको तस्तै त्यो सहयोगलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याइदिने काम गर्छौं। यसै क्रममा आज हामी रामेछाप जिल्ला उहाँको चाहिँ खास रामेछाप जिल्लाको अहिलेको उमाकुण्ड गाउँपालिका पुरानो चाहिँ माझ गाउँ भुजी भन्ने ठाउँमा चाहिँ उहाँको घर अहिले चाहिँ बेलायत हुनुहुन्छ बेलायतको चाहिँ प्राग्नेल भन्ने ठाउँमा बस्ने जितेन्द्र गौरज सुनुवार भन्ने हुनुहुन्छ उहाँ अहिले बाहिर विदेशमा हुनुहुन्छ उहाँको चाहिँ आज विशेष जन्मतिथि एउटा जन्मदिन हुन्छ एउटा जन्मतिथि हुन्छ एउटा चाहिँ हामी जन्मेको तिथि हुन्छ भने हामी जन्मेको अर्को दिन हुन्छ। अब हामी धेरैले चाहिँ बर्थडे मनाउने के मनाउने भनेर केक सेक काटेर बर्थडे मनाउने भनेर जन्मदिनको दिन मनाउँछौँ हैन तर हाम्रो परम्परा अनुसार चाहिँ जन्मतिथिको दिन जन्मतिथि भनेको तपाई जुन दिन जन्मिनु हो आज विवाह पञ्चमी भन्ने तिथि हो नि हो तपाई जुन दिन जन्मिनु हो त्यो दिन चाहिँ चन्द्रमा अनुसारको तिथि हुन्छ के गते भनेको सूर्य अनुसारको भयो तिथि भनेको चन्द्रमा अनुसारको हुन्छ त्यो जुन तिथिमा जन्मियो त्यो तिथिमा चाहिँ हामी अष्टचरी देवीको पूजा गर्ने अनि विभिन्न दानहरू गर्ने धर्म कर्महरू गर्ने काम चाहिँ हामीले खास तिथिको दिन गर्छौं। अब जन्मदिनको दिन चाहिँ अब साथीभाइ बस्ने भोज भतेर गर्ने रमाइलो गर्ने हुन्छ हैन उहाँको चाहिँ आज विशेष जन्मतिथि मैले अघि नाम भने उहाँ चाहिँ अहिले बेलायतको प्राग्नेल बस्नुहुन्छ जितेन्द्र गौरज सुनवारजीले चाहिँ आज उहाँको जन्मतिथिको अवसरमा वृद्ध बुवा आमाहरूले चाहिँ हाम्रो तर्फबाट चाहिँ नेपालको कुनै एउटा वृद्ध आश्रममा चाहिँ गएर एक साग भोजन गराइदिनु होला भनेर हामीलाई 10,001 रुपैयाँ पठाउनु भएको थियो। यसै क्रममा अब हामीले कहाँ पाउने त भन्दै गर्दाखेरि आदरणीय गुरुले चाहिँ त्यहाँ तिनकुनेमा चाहिँ एउटा आश्रम छ त्यहाँ गएर चाहिँ हामीले पुग्ने भइसकेपछि म हिजो आएर बुझेर उहाँसँग सम्पर्क गरेर बुझेर चाहिँ आज हामीले चाहिँ आजको यो अहिले यो सन्ध्याकालीन भोजन चाहिँ यहाँहरूलाई संगत आश्रम मार्फत हाम्रो जितेन्द्र गौरज सुनुवारजीले चाहिँ यहाँहरूलाई भोजन गराउनु भएको छ। उहाँको आज जन्मतिथि हो यहाँहरू सबैले उहाँलाई आशीर्वाद दिनु होला उहाँहरूको शुभेच्छा पनि यहाँहरूलाई लागोस् है हस् सबै बुवाआमाले आशीर्वाद धेरै धेरै दिनु होला हजुरहरूले दिएको आशीर्वाद लागोस् सबैले आशीर्वाद दिनु है आशीर्वाद दिएर खानु होला ल हजुरहरूले अब खाना